मसँग यहाँ केही नम्बरहरू छन्। यदि मैले प्रोग्रामेटिकल्ली कुनै पनि नम्बरको रिभर्स निकाल्न पर्यो, अर्थात् नम्बरलाई यस्तो बनाउनु पर्यो भने हामीले त्यो कसरी गर्न सक्छौँ? ल हेरौँ है त। हामी एजुम गरौँ हाम्रो नम्बर चाहिँ हो 1 2 3। यदि हामीले कुनै पनि नम्बरलाई रिभर्स गर्दैछौँ भने त्यसको अन्तिम डिजिट चाहिँ रिभर्स नम्बरको पहिलो डिजिट हुन जान्छ र त्यसरी नै त्यो अगाडिको डिजिटहरू पछाडि सर्दै जान्छ। सो हामीले ओरिजिनल नम्बरको लास्ट डिजिटलाई रिभर्स नम्बरको फर्स्ट डिजिट बनाउनको लागि ओरिजिनल नम्बरबाट अन्तिम डिजिटलाई एक्सट्र्याक्ट गर्नुपर्छ। सो हामीले कुनै पनि नम्बरको लास्ट डिजिट निकाल्नको लागि त्यसलाई मोडुलो डिभिजन बाई 10 गर्यौँ भने हामीले त्यो नम्बरको लास्ट डिजिटलाई एक्सट्र्याक्ट गर्न सक्छौँ। अब त्यो एक्सट्र्याक्ट भइसकेको डिजिटलाई हामीले रिभर्सको पहिलो डिजिट बनाउनु पर्ने हुन्छ। अब त्यसको लागि हामीले सुरुमा इनिसियल्ली रिभर्सलाई 0 राख्छौँ। त्यसपछि रिभर्स इन्टु 10 जुन 0 इन्टु 10 प्लस लास्ट डिजिट हामीले जुन एक्सट्र्याक्ट गरेका थियौँ 3 त्यसलाई राख्दाखेरि अब पहिलो डिजिट चाहिँ 3 हुन आएको छ रिभर्सको। अब हामीले जुन ओरिजिनल नम्बर थियो त्यसको लास्ट डिजिट अथवा 3 लाई रिमुभ गरिदिन्छौँ। कुनै पनि नम्बरको लास्ट डिजिट रिमुभ गर्नको लागि हामीले त्यसलाई डिभाइड बाई 10 गर्यौँ भने त्यसको लास्ट डिजिट चाहिँ रिमुभ हुन्छ। अब हामीले यही स्टेपलाई इटरेटिभली तबसम्म गर्छौँ जबसम्म हाम्रो ओरिजिनल नम्बर चाहिँ 0 हुँदैन। त्यसपछि लास्टमा हाम्रो रिभर्स नम्बर चाहिँ 3 2 1 भएर आउँछ।